सूचना प्रविधिको क्षेत्रमा अबको करिकुलम भनेको रोजगारीमूलक, बजारमुखी र ग्लोबली सेलेबल हुनुपर्ने भएको हुँदाखेरि त्यो अनुसारका करिकुलम बनाउनलाई इन्डस्ट्रीको भूमिका के हुन सक्छ, सफ्टवेयर इन्डस्ट्री अथवा हार्डवेयर इन्डस्ट्री, अरू जति पनि टेलिकम इन्डस्ट्रीहरू छन् उहाँहरूलाई पनि प्रतिनिधित्व हुने गरेर हामीले एक प्रकारको एकाडेमिक र इन्डस्ट्रीको ग्यापलाई आइडेन्टिफाई गर्ने काम गर्यौं, जसमा धेरै राम्रा इनपुटहरू आएका छन्। र अब करिकुलम कोर्स स्ट्रक्चर डिजाइन गर्दाखेरि उहाँहरूको इनपुटलाई लिएर, उहाँहरूले दिएको फिडब्याकलाई लिएर हामी अगाडि बढ्नेछौँ। साथसाथै आजको यो अन्तर्क्रियाले हामीलाई एउटा नेपालको परिवेशमा कस्तो किसिमको ह्युमन रिसोर्स रहेछ त, कति किसिमको विभिन्न क्षेत्रमा डोमेन एक्सपर्टहरू हुनुहुँदो रहेछ, उहाँहरूको एउटा रोस्टर तयार गर्ने कार्यक्रम पनि अथवा रोस्टर तयार गर्ने एउटा भूमिका पनि पायौँ, जसले गर्दा हामीलाई पछि करिकुलम बनाउँदाखेरि सजिलो हुनेछ।